आज मनोकामना जाने रहेछौँ। यहाँ बस कुर्ता कलङ्कीको झ्याउ त्यहीमा टोक्ने यो अहिले टुरिस्ट बसमा चाहिँ हामी यसमा चाहिँ हिँड्नाटेका छौँ। टुरिस्ट बसलाई यहाँ उ गरिसक्यौँ हामीले, एकदम राम्रो छ। टुरिस्ट बसबाट हामी आइसक्यौँ। अब हामी लाग्न यता हेर आज हामी काठमाडौँबाट मनोकामनामा 82 साल वैशाख 2 गते मुम्बईमा लास्ट स्टेसन त्यो अघि मैले वहाँ पर देखाइन पर भने हाम्रो मनिष सर यहाँ आएर पोस्टिङ भएको हो नि त उहाँबाट मदन भण्डारीबाट इन ड्राइभ त्यो यो मेन केबुल कारमा चढ्नलाई नि यति हत्ते मनोकामना मन्दिर दर्शन गर्न यो हत्ते गर्नुपर्ने फेरिमा टोक्ने लाइन मनोकामना मन्दिर जानलाई यो पनि कसो गर्नुपर्छ। हामी 6 जना हो 6 जना हो हामी। छजना हो हाम्रो। ब्राइटनेस ठुलो बनाइस् न पछाडी क्यामेरामा फोर होला
होइन कालो ब्ल्याक आएर फोटोमा चाहिँ आउँछ भिडियो ठुलो बाबा ल्याएर छोरी यहाँ खिच्छ एउटा हाम्रोबाट यहाँ यता हामी बसेतिर अनि म चाहिँ खिच्ने मात्रै आफ्नो भिडियो नआउनु राख्दा म यता हेर्छु त हेलो मनोकामना मन्दिर दर्शन प्रस्थान गरियो भर्खर आज बिहानदेखिको भगवानले हामीलाई उपास राख्नु आएको छ त्रिशुली नदी उता हेर्नु न सबैजना आउने गरी खिच्न केही हुन्न घट्याक्क गर्छ कि उसले बुझेकी छ नि पहिलीमा यस्तै म डराउँथेँ धेर चन्द्रगिरी होइन एकछिन नहल्ली पैसा लाग्यो भरे झर्दा चाहिँ मोटोले अलिक ठाउँ सर्छ तपाईँको हेर न भुइँमा केही छैन म त उँधो हेऱ्यो भने त राम्रो के मजा बाटो त्यति भरे आउँदा म यता बस्छु ए हामी यता ल देखिन्छ भनेर के अहिले हामीले यता भुइँ हेर्नु न केही छ त केही छैन सबै डढेर लागेको नि हो खोइ हाल्दिनु बाटै छैन दाउदाडा उता तल्लो यहाँ माथिबाट देखिँदैन यो चाहिँ तलको चाहिँ के हो अब चाहिँ आइपुग्नु आँटेछ अरे होइन अर्को डाँडो छ डाँडो छ यो डाँडो चाहिँ भिडियो गर्नु अब मजा कानै थुनेर छ आफ्नो हामीले उता हेर्नु उतै रमाइलो छ भरे आउँदा अहिले उकालै हेर्ने क्या भरे आउँदा आउँदा आयो डाँडो अब यो डाँडो कटेर हो नि त अझै माथि कहाँ थुप्रै रहेछ नि थुप्रै छ त लामो हो नि त कहाँ माथि उतै हो त्यही पैसा त ठिकै हो त्यही हो 700-800 पैसा के हो त हिँड्दै त के एक दिनमा आइन्छ उसको चन्द्रगिरीको झन्डै यति आए जति होला चन्द्रगिरीको त यति आएछ त्यो डाँडो सर्ट निक्लेको बरु हिँडेर चाहिँ अलिकति छ धेरै रहेछ नि माथि पनि रहेछ त गाउँमै रहेछ नि गाउँ हो त नि यो त पुरै गाउँ हो त नि अब म त झन् जस्तै लाग्यो हो यस्तोमा चाहिँ मुटुले ठाउँ छोड्छ अलिक कता कता यो बोकाहरू सामानहरू बोक्ने हो यो चाहिँ कुन चाहिँ यो यहाँ नि घुमिरहेको छ कार्गो मान्छे त अनि कहाँ यहाँ बस्यो भने त अनि जान्छन् मान्छे जान्छन् अतालिनेले त अनि यहाँ अहिले हावा छिर्ने कस्तो हुन्छ होइन हावा छिरिरहेको छ यत्रो होइन जे होस् त्यस्तोमा त अतालिन्छ नि त मान्छे कोही कोही त यहाँबाट राम भिरे नानी म त हेर्दिनँ तलतिर म त माथिभन्दा तलै मलाई त कस्तो तल रहेछ डरले बाफ्रे बाप यो के आज बोकाउने मान्छे आता कान थुन्नेको थुन्ने छ त मेरो नि कतै त्यहाँ थुक मिल्छ अनि फेरि खुल्छ फेरि थुनिहाल्छ अब चाहिँ आयो होइन पल्लो डाँडा रहेछ त्यहाँ पनि पाथी भएर जाने पनि यस्तै बनाउनु पर्ने क्या होइन बनाउनु खोजिरहेको छ नि उहाँ कति टाउको फुटाफुट भइरहेछ भगवान रक्षाले बिन्दा बुढाउले अलिक सकिँदैन क्या हो उता हेर न उता तलतिर राम गएर कति सानो कि घरमै गएर खुसेर होइन जस्तै मुटु चाहिँ अलिक छैन क्या छैन मुटु चाहिँ छ अलिक सानो छ अलिक सानो भइसक्यो त भरे ओह्रालो जाँदा अलिक गाह्रो हुन्छ क्या झन् आनन्द अब चाहिँ आइयो होइन त्यहाँबाट नि कता यो तलको चाहिँ इलेक्ट्रिकल तार होला यो होइन इलेक्ट्रोनिक तार होइन यो हो दाइ रिसिभ गर्ने होला यो जुर्नुपर्छ हौ कहाँ भन्ने बित्तिकै हुन्छ त नि काठमाडौँ आएर पनि टार्गेट गर्दा 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 नसकेर ल अब चाहिँ आयो उता हेर्नु न मङ्की लो हाम्रै पाला यस्तो डाँडाको टुप्पोमा अड्क्यो अलिकति त कटेको हो नि त हुन्छ नि
हामी यहाँ चाहिँ अहिले केबल कार स्टप बाटोमा पहिरो चलेछ। यहाँ त हामी रोकिएर बसेका छौँ होइन केबल कार अड्केको अवस्था हो कि भिरमा बाटो चाहिँ कहाँ खराब भएछ, बाटो बिग्रेको छ अरे। चल्यो लक्की हामी धेरै बेर बस्नु परेन। यहाँ त गर्नु त त्यस्तो गर्छ गरेन रामा यहाँ चाहिँ डर लाग्दैन छ। सबैको हातमा मोबाइल छ मैले चाहिँ डरले निकाल्छु। म त खिच्दिनँ, मलाई मोबाइल फोटो खिच्न धेरै चासो लाग्दैन। कत्रो होटल बनाउँदै रहेछ के यस्ता मान्छे यहाँ पस्यो भने यो एकछिन एक दुईजनाले पकाएकोले त के पुग्छ होला कहाँ सबै खाँदैनन् नि यहाँ आइपुग्यो होइन छुँदैन ठ्याक्क राखेको छ नि हौ यसको हाइट। यसैले घुमाउने ब्रेक लाग्यो ठ्याक्क अहिलेसम्म तपाईँको पो रहन्छ बेकारमा छ। त्यो 1000 राख त मनोकामना मन्दिर। हामी यहाँ हेर्दै हिँड्छौँ गोटाले गोटाले हाम्रो पहिलिने क्या फोटो नखिची खाजा किनिसक्यो हामीलाई के कति किन्नु लकेट पनि मनोकामना मन्दिरमा चाहिँ आज यति भिड छ, भिड भएको दिनमा परियो छ यत्रो लाइन छ। हे मनोकामनामै रक्षा गर। खै भाउजू मतलब आ एरिया लोग
हजुर खाना सोध्नुपर्छ पहिले न त पछि डुबिन्छ नि अनि भिड आउँदा पनि भिड अरे त्यहाँ गइहाल्छ गेट पढ्ने अहिले 32 मा आएको हो र अहिले 31 मा परेछ पाक पाक चट चट तिम्रो यता बस्ने हैन यता आइछ त बिना उता बस्ने गरेका होइन होस् मलाई डर आयो ओराले हेर है ये फेरि तिम्रो नै ओरालामा पर्यो ए साच्चै चेन्ज गरौँ एकछिन चल्नुस् न किन अब एकछिन अब एकछिन डर लाग्छ काजी अलिकता ठुलो गर्नु पर्छ न मेरो धन छैन नानी यहाँ मेरो एउटा खिच्दा हाम्रो यो भरिको खिच्नु यहाँ आउँदैन राम्रो आउँदैन त्यही भरिको खिच्छ नि सर्ट कानै बन्द भयो अब त खोले अलिकति अन्धकार राति छ त गाडी पाइन्छ त पाइन्छ पाइन्छ पाएन नि बस्नुपर्छ मरेर जानु के छ अहिले त्यस्तो स्लो त छैन ढोका खोलिँदैन नि खोलिँदैन यति हुन्छ कानै सुन्नु छैन म माथि छ त यो ढोका ती खोल्छ उही लक हुन्छ क्या यहाँ भनेको ए न त खोलिहाल्छ नि मान्छेले यहाँ चाहिँ त्यही गर्नु भयो एउटा हाम्रो मर्देर कति ए यहाँ कतिवटाले इन्जिनियर छ्यानलाई नेपाली त चान्स पायो कि गरिहाल्छ अब यहाँ ठोकिन्छ है आवाज गर्नु
त्यहाँनिर यहाँ आयो आयो के हो यो तल्लो पछाडी साथै जाने आयो है आयो है आयो आयो एउटा तारको भरमा होइन धन छिटो भयो प्लेन पनि आकाशमा उड्दाखेरि उडेको छ कि छैनदेखि थाहा हुँदैन अनि जब ल्यान्डिङ गर्ने बेलामा अलिअलि छुट्दैन जस्तै हो म चाहिँ एउटा पोखरा जाउँ न घुम्ने प्लेनमा यहाँ जाने कान्छुलिसको हो मेरो छ म त घुम्न त घुमिरहेको छु पोखरा दुईपल्ट म चाहिँ गएको छु म गएको दुईपल्ट यिनीहरू चाहिँ गएको छैन यहाँ त गयो अब फेरि आए तर याद केही छैन त्यो यहाँ चाहिँ स्पिड कुदेको जस्तो लाग्छ नि होइन त्यो हेर्नु त यो अस्ति त्यो अब पनि आए फेरि के अरे यसको थाहा पाइँदैन यो अघि यस बेला डोरीले तान्दै रहेछ थाहा पाइँदैन त्यहाँ चाहिँ चक्का गुड्छ अनि यो ओरामा बाहिर नउठिसु न यो बाबा त डर लागेको बेलामा फेरि मलाई हुँदैन यहाँको डर फेरि है अब यहाँ चाहिँ धेरै ओह्रालो छ मुखेर छैन छैन म डराएको छैन किन बसेको त बरु यहाँ त हेर्दा डर हुँदो रहेछ तिमी डर हुँदैन क्या राम्रो भ्यू देखेको है पृथ्वी राजमार्ग यो के गरी डोरी जडान गर्नु है सबै मेसिनरी मान्छे के छ आयो आउँदैन अब अलिक ओह्रालो हो सबै राम्रो म त हेर्दैन भन 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 छुट्टी माथि जस्तै भयो बाई छिन्दैछ म उ गरिहाल्छु क्या छैन हावा चलेको नि निकै हावा चल्छ पानी पर्दा चल्छ चल्दैन नि चल्छ पानी पर्दा पनि चल्छ चल्छ ठुल्ठुलो हुन्डरी आउँदा चाहिँ अलिक समस्या हुन्छ हल्लाइदिन्छ डर मन मान्छे यत्रो बकेटले यो कस्तो मान्छे थाहा यत्रो त्यो त हो त्यो माथिको त एउटा सानो प्लेन भन्दा पनि धेरै महँगो है यो हो त कति पर्छ प्लेन त विराटनगरबाट 6000 मा काठमाडौँ आइन्छ सुरुमा चाहिँ डर लाग्यो अब चाहिँ 11 किलोमिटर सरे बाटो अहिले नहोस् के हैन अहिले नि यो कति मान्छे त मोटरबाट जान्छ नि जान्छ मोटर बाइक अनि कहाँ त हार्नु त त्रिशुली कोसिया छ पुल के मोटरसाइकलबाट यहाँ तल छ तल पुल छ पुल यहाँ माथि छ यहाँ तल कता छ नि यहाँ माथि छ यहाँ माथि भिडियो फोटो सबै हाल्दिनु है अनि भिडियो भन्दैछ जस्तो मम्मा अनि उता झोलुङ्गे पुलमा चाहिँ गाडी के गरिरहेछ बाइक चाहिँ हिँड्छ गाडी चाहिँ आइपुग्यो होइन अब आउँदा त रित्ते गाडी कति छन् त किरा फटाएको जति न यहाँ राखे मान्छे केबल्स कार चढे गए अब यहाँबाट त्यस्तो हामी यहाँ गाडी राखेर एक रात माथि गएर बस्यो क्या सब गनाउँछ त्यहाँको लजहरू माथि कतिजना बसेको लज पानीको अभाव होला धुने त्यस्तै होला त्यो पुरानो 10 जना बस्यो सुबिनाको जसरी अघि जसरी दुईजना निस्केर लाग्यो अप्ठ्यारो भयो आयो है आयो यहाँ ब्रेक हान्यो आबी खुल्छ हात नसराउ त्यहाँ माथिबाट ठोकिने हुन्छ कि त्यसले बोलाउँछ चल ल ल झर्नु झर्नु
Right. 31. अब यता यता वहाँ किन जानु हामी ड्रोन छैन